ल गाइज हेरौँ हाम्रो पैसा फल्ने बोट यस्तो छ सर, यस्तो बन्दैछ है पैसा फल्ने बोट। गाइज पैसा फल्ने बोट यस्तो छ है, पानी पानी हाम्रो पैसा फल्ने बोट हो गाइज यो चाहिँ। अनि ल हेरौँ पैसा फल्ने बोटमा यसरी हेर्नुपर्छ, पानी पानी छ। यता चाहिँ पर कहाँ छ, कहाँ पैसा फल्ने बोट यस्तै छ गाइज। पैसा फल्ने बोट सर पैसा फल्छ। यो पैसा फल्ने बोटहरू हेर्नु, पानी माथि हुन्छ कि पैसा फल्ने बोट यतातिर चाहिँ। अब अरूतिर चाहिँ कस्तो हुन्छ, यता चाहिँ पैसा फल्ने बोट यस्तै हो। यो छानो छानोमा पैसा फलिरहेछ। अनि अब यसलाई टिप्नुपर्छ एक महिनामा चाहिँ 100 रुपियाँको बोट हुन्छ गाइज। यस्तै छ, यही हो भनेको कुरो।